हामी चाहिँ केलटार आएको आज चाहिँ क्रिसमसको एकदम भिड छ यता नमु यहाँ छ क्रिसमस ट्री त नि यत्रो छ एकदम भिड छ है केलटावर चाहिँ ल आम्मा के हो आमा क्रिसमसको चाहिँ पुरै यस्तो भिड छ यसरी डेकोर 3 2 1 गो ल चारो यहाँ खेल्ने ठाउँ रहेछ ल ह्याप्पी मेरी क्रिसमस हामी आइसक्यौँ यहाँ कहाँ बस्ने अरे हामी ल यो फ्लोर चाहिँ खुल्ला रहेछ पिनर सेल रहेछ है यहाँ लु 50% डिस्काउन्ट हिँड्नुहोस् न उता लड्ने ठाउँतिर गयो भने चाहिँ हुँदैन हामी आइसक्यौँ ऊ चाहिँ अब बन्दुक पड्काउनु लागिरहेछ ला न ला न यतादेखि यस्तरी बनाइ खोइ म हानु ला लौ त डङ पनि गर्छ ल हान अलि अगाडि जाऊ त थोरै तिमीले दुश्मन ढालेनौ अर्को चोटि हान एकचोटि उता छोरालाई भरे त्यो दाना फेरि टिप्नु मिल्छ निशाना लाउने रे खोइ त ए यो त डर पो नि आँखामा लाग्यो भने त फेरि ओहो यो भाइ खतरा रहेछ ल हान्यो उसले उसले है ओहो
बाबा पेट दुखेर सिकिस्तै भइरहेछ खोर्सानी धेर खाएर पानी खाऊ भनेको मैले पानी पनि छैन यता रोयल डेनिमको यता उयो छ पसल सिङ्गापुर कम्प्लेक्स यो चाहिँ कहाँ भनिन्छ भने चाबेलको खेल टावरमा होइन किनभने भयो हामीले चढे मात्र फ्लाइटमा हेर्नलाई कस्तो लाग्यो ल मुले हेर्दैछ लुगा ठिक छ त फेरि माथि चढ्छौँ हामी यहाँ झन् दामी रहेछ त नि डेकोरेसन के रहेछ यहाँभित्र ए गेम खेल्ने ठाउँहरू पो रहेछ यहाँ त यस्तो र यहाँ चाहिँ यस्तो रहेछ साथी हो गेम खेल्ने ठाउँ कति पैसा लाग्छ अनि यो चाहिँ ठुलै खेलेन मिल्छ यी ठुलो मान्छे कस्तो खेल हो यो म गुम्सिँदो रहेछ नि गुम्से ल गेमहरू यहाँ यस्तो कसरी खेल्ने हो यो खोइ अहिले हामी आउँछौँ फेरि बक्सिङ हान्नु त हान्नु नै भाइ टन्नै पुर्यायो ल यस्तो रहेछ गेम रहेछ टुप्पीसम्म पुगेर प्लेन फ्लाइट टेकमा चढ न फ्लाइट टेकमा चढेर जाउँ यता चाहिँ यस्तो यता हल यता चाहिँ फेरि मल